हामी चाहिँ आज ढिकी डाँडामा लालीगुराँस आमा समूहको पिकनिकको लागि आएको है। हामी चाहिँ फर्स्ट लट कुकहरूको साथमा हामी ढिकी डाँडा आइपुग्न लागेको हो। फुट्दैन हामी ढिकी डाँडा आइपुग्यो हो। हामी चाहिँ अहिले पिकनिक स्पट आइसक्यो ढिकी डाँडा। हाम्रो पिकनिक स्पटमा आइसकेको छौँ। अहिले चाहिँ ढिकी डाँडामा आइसकेको छौँ। पिकनिक स्पट यतापट्टि रहेको छ। हामी अब हाम्रो पिकनिक स्पटको लागि यहाँ रहेको छ। यता देख्नुहुन्छ तपाईँहरूले स्याटै माछा पुछ्री एकदमै दामी खुलिरहेको छ आज। ल फेरि हाम्रो अर्को बस पनि आइपुग्यो है। यतिकै फोटो खिच्न हतार है हाम्रो आमा टोलीहरू। आमा टोली र हिमाल उस्तै दिएछ है। टिलिक कटल्के छ सबै अहिले बिहान बिहानै। हाम्रो लालीगुराँस आमा टोली आइपुग्यो है। हेम्जा अदा मणि बाबु हुन्छ हौ। हेम्जा घुम कालो पो घस्यो टाउका दल्ने ठाउँले बेलाइ अफ्रिकाली भन्ने पानी लाउनु परेन बाटो त्यही भएर भिडियो सिक्याउ त राम्रो छैन बनाइदिनु भने बनाइदिनु।
आज चाहिँ ढिकी डाँडामा यो हाम्रो रिसोर्टको छेउमा लालीगुराँस आमा समूहको वनभोज कार्यक्रम रहेको छ। अहिले चाहिँ भर्खरै टोलीहरू भर्खर आएर थकाइ पार्ने कार्यक्रम भइरहेको छ। अब केही समय ब्रेकफास्टको तयारी भइरहेको छ। नमस्कार भाइ, नमस्कार। ल भरे फेसबुकमा आउँदा हाम्रो लाइन र यो चाहिँ हाम्रो ढिकी डाँडा रिसोर्ट रहेको छ। जोगी मेरो भनेको यो हो त हो त आउला भने आइयो यो चाहिँ ढिकी डाँडा रहेको छ है। के हो रे मुनि यो ठाउँ? जयमुरे। टोलको पनि रहेछ। अब थाहा भएन अहिले आजको खाने बित्तिकै सुत्ने, त्यही भएर मोटाउने। उहाँको राति फेरि 12-1 बजे भोलि बिहान पखा हो खाने फेरि भात टन्नै खाने अनि लाउरी अनि बोटी लाउँदा। कस्तो रहेछ हाम्रो आजको खाजा? मिठो छ। कस्तो मिठो थियो बल्ल आइज फोटो खिच्न। दर्ता गरेर कार्यक्रम सुरु गर्दै गरेको पनि अहिले 5 वर्ष भइसक्यो। हामीले 5औं वार्षिक साधारण सभा पनि अस्ति असोज महिनामा सम्पन्न गरेका छौँ र तेस्रो अधिवेशन पनि गरेर नयाँ समिति छनौट गरेका थियौँ। यो नयाँ समितिलाई फेरि हामीले दोस्रो कार्यक्रम गरेर बधाई दिन पनि नपाएको अवस्था थियो र आज यस स्थानमा पनि हजुरहरू कतिजना अधिवेशनको दिन उपस्थित हुनुभयो या हुनु भएन। त्यो भएको हुँदाखेरि पनि आज हामीले फेरि एकचोटि कार्य समितिका सदस्यहरूलाई परिचित पनि गराउँ भन्ने उद्देश्यले हामीले यो सानो कार्यक्रम राखेका हौँ। अहिले पदाधिकारी साथीहरू हुनुहुन्छ, उहाँहरू आधी पुराना हुनुहुन्छ भने आधी हामीले नयाँ राखेर संस्थाको कार्यलाई अगाडि बढाउन, सिक्न र सिकाउन सजिलो हुन्छ भन्ने उद्देश्यले हामीले त्यसरी संस्था अघि बढाउने प्रयत्न गरिरहेका छौँ र हामी अगाडि समितिमा भएका समितिका पूर्व सदस्यहरू, अध्यक्ष, उपाध्यक्ष हामी कति संस्थाबाट अहिले बाहिर निक्लिएका छौँ। हामीले पनि यो संस्थालाई उत्तिकै माया मानेर पहिला जसरी नै सहयोग गरेका थियौँ अहिले पनि हामीले त्यसरी नै सहयोग गर्नुपर्छ भन्ने उद्देश्यले हामी एक किसिमले भन्ने हो भने दुईटा समिति नै एकैचोटि भएर काम गरे जसरी हामीले सहयोग गर्दै आइरहेका छौँ र यो संस्कार संस्कृति जगाउने उद्देश्यले यो देउसी भैलो खेल्ने कार्यक्रमलाई पनि हामीले सुचारू गरेका थियौँ। देउसी भैलो कार्यक्रम खेलेपछि वनभोज पनि खानुपर्छ भन्ने एउटा नियम भए ढिकी डाँडा भन्ने स्थानमा हजुरहरूलाई वनभोजको लागि उपस्थित हुन अनुरोध गरेका थियौँ। हजुरहरू आइदिनु भयो, रमाइलोमा साथ दिनुभएको छ। अब रमाउनु पनि हुनेछ
भन्दै र यो संस्थालाई अहिलेसम्म हजुरहरूले कुन दृष्टिले हेर्नुभएको छ, हामीले गरेका कुनै कामहरूमा हजुरहरूलाई कुनै सन्तुष्टि छैन भने हजुरहरूले गरेको यो काममा हामीलाई यो सन्तुष्टि भएको छैन, यो कसरी गर्नुभएको छ, के भएको छ भनेर नराम्रा कुराहरू छन् भने पनि हजुरहरूले हामीलाई सुझाव दिनुहुनेछ र राम्रा कुरा छन् हुँदा पनि हजुरहरूले हामीलाई साथ दिएर अगाडि बढाउनु हुनेछ भन्दै हाम्रो यो लालीगुराँस टोल आमा समूह लालीगुराँस टोलको आमा समूह हो। नितान्त 1-2 जना दिदीबहिनीहरू बाहिरकोले पनि हामीलाई हजुरहरूको समूह राम्रो लाग्यो, हामीलाई पनि सदस्य बनाउनुहोस् भनेर हामीले हाम्रो टोल बाहिरको बनाएका छौँ। किनभने हामी राम्रो रहेछौँ, उहाँहरू हामीसँग आकर्षित हुनुभयो र आउनुभयो भन्ने उद्देश्यले गरेका छौँ भने हजुरहरूले पनि हामीले गरेको काममा चाहिँ नराम्रो भयो भने हामी हजुरहरूका छोरी चेली आमा भाउजू दिदी जे पर्छौँ नाताले हामीलाई हजुरहरूले सुझाव दिनुपर्नेछ अनि बल्ल हामीलाई सही बाटोमा हिँड्न मार्ग निर्देश हुनेछ भन्दै आज यो कार्यक्रममा मलाई बोल्ने मौका दिनुभएकोमा सञ्चालक बहिनी लगायत संस्थालाई धेरै धेरै धन्यवाद दिँदै अहिले यो कार्यक्रममा मेरा भनाइ यहीँ अन्त्य गर्दछु। धन्यवाद। धन्यवाद हाम्रो संस्थापक अध्यक्ष श्री भगवती शर्मा वास्तोलाज्यूलाई र अब आफ्नो छोटो मिठो मन्तव्य दिनु हुनको लागि हाम्रो यस लालीगुराँस टोल आमा समूहकी सल्लाहकार श्री निरूपा थापाज्यूलाई हार्दिक अनुरोध गर्दछु। उपस्थित हामी सम्पूर्ण लालीगुराँस आमा समूहको पिकनिकमा हामी आएका छौँ र यसै कार्यक्रममा अध्यक्षता ग्रहण गरिरहनु हुने हाम्रा अध्यक्ष यस आमा समूहका अध्यक्षज्यू र यसका फाउन्डेसन अध्यक्षज्यू लगायत सम्पूर्ण सदस्यज्यूहरू कार्य समितिका सदस्यज्यूहरू र उपस्थित र हाम्रा टोल विकास समितिका अध्यक्षज्यू लगायत जति पनि यहाँ उपस्थित हुनुहुन्छ सम्पूर्ण हाम्रो आमा समूहको तर्फबाट र हाम्रा दाजुभाइ दिदीबहिनी सम्पूर्णलाई मेरो न्यानो अभिवादन र लामो त म के पनि भन्दिनँ। यहाँ हाम्रो अध्यक्षज्यू पूर्व अध्यक्षज्यूले सम्पूर्ण कुराहरू भनिसक्नु भएको छ र आज हामी यहाँ आएका छौँ यो रमाइलो गर्नको लागि र सर्वप्रथम त म यो कार्यक्रम त एकदमै सुखमय रहनेछ र एकदम सक्सेस भएको छ भन्ने अनुभूति दिँदै र हामी म कार्य समिति सम्पूर्णलाई म धन्यवाद दिन्छु कि यस नयाँ ठाउँमा आज हामीलाई उपस्थित गराउनु भएको छ। हामी सम्पूर्ण आमा समूहका दिदीबहिनीहरू हाम्रो टोलवासी सबैलाई यहाँ ल्याएर उहाँहरूले एउटा नयाँ उत्साह दिनुभएको छ र हामी रमाउनेछौँ गाउनेछौँ खाइसकेका छौँ मिठो मिठो खानाहरू दिनुभएको छ। यसको लागि आयोजक समितिलाई म आफै सल्लाहकार समितिको सदस्य भए तापनि मेरो केही योगदान नभए पनि उहाँहरू सम्पूर्णलाई म धेरै धेरै धन्यवाद दिन चाहन्छु र यो दिन आजको हाम्रो स्पेसल दिन भएको कारणले हामी निर्धक्क भएर रमाउँ जसको आफ्नो क्षमता छ जसको खुबी छ हामीले आफ्नो खुबीहरूलाई प्रदर्शन गर्न सकौँ नहुनेले पनि एकदमै ताली बजाएर रमाएर निर्धक्कसँग रमाइलो गर्न सकौँ भन्दै मेरो यो छोटो मन्तव्य यहीँ अन्त गर्छु। हस् धन्यवाद। धन्यवाद हाम्रो सल्लाहकार निरूपा थापाज्यूलाई। म अब आसन ग्रहणको क्रमलाई पुनः जोड्न चाहन्छु। हाम्रो यस लालीगुराँस टोल आमा समूहको कार्य समितिको सदस्य श्री भगवती भुजेलज्यूलाई पनि आसन ग्रहण गरिदिनु हुन अनुरोध गर्दछु। अघि चाहिँ छोरी आएर आसन ग्रहण गरिदिनु हुन हार्दिक अनुरोध गर्दछु। र यसै गरी म अब आसन ग्रहणको क्रमलाई जोड्न चाहन्छु। अतिथिको आसन ग्रहण गरिदिनु हुन लोमन सिंह गुरुङज्यूलाई अगाडि आएर आसन ग्रहण गरिदिनु हुनको लागि हार्दिक अनुरोध गर्दछु। र यसै गरी हामबाट हङकङबाट पाल्नुभएका उत्तम सिंह गुरुङज्यूलाई पनि अगाडि आएर आसन ग्रहण गरिदिनु हुनको लागि हार्दिक अनुरोध गर्दछु। यसै गरी कमल शोभा गुरुङज्यूलाई पनि आसन ग्रहण गरिदिनु हुनको लागि हार्दिक अनुरोध गर्दछु। र यसै गरी चिजमाया गुरुङज्यूलाई पनि आसन ग्रहण गरिदिनु हुनको लागि हार्दिक अनुरोध गर्दछु। र यसै गरी नन्दराज गुरुङज्यूलाई पनि आसन ग्रहण गरिदिनु हुनको लागि हार्दिक अनुरोध गर्दछु। हुमाया गुरुङज्यूलाई पनि आसन ग्रहण गरिदिनु हुनको लागि हार्दिक अनुरोध गर्दछु। उहाँले आफ्नो छोरा लाहुरे भाग पोर्चुगलबाट आउनु भएकोमा हामीलाई लाहुरे भाग भनेर 10,000 रुपियाँ प्रदान गर्नुभएको छ। उहाँलाई पनि ताली बजाएर धन्यवाद दिन सक्छ। 10,100 रुपियाँ।
आत्तेर दौडेर हतार हतार गर्छ ठिक छ ल ढिलो यहाँ मिलाउँदै भन्दै गर्न नि पाइन्छ यहाँ बिग्रिने केही छैन हाम्रो र हाम्रो अतिथिज्यूहरूलाई खाता लगाएर सम्मान गरिदिनु हुनको लागि भगवती र अन्जुलाई अन्जु र भगवती किन हुन हार्दिक अनुरोध गर्दछु र हामीलाई लोभन सिंह गुरुङज्यूले आफ्नो छोरा युकेबाट आउँदै हुनुहुन्छ तर पनि उहाँले पहिले नै आफ्नो लाउरे भाग भनेर 10,000 रुपियाँ हामीलाई प्रदान गर्नुभएको छ उहाँलाई ताली बजाएर धन्यवाद दिनुहोला पिकनिकमा तपाईँहरूलाई हामी बासी हो तर तपाईँहरूले लाउरे भनिदिनु भयो लाउरे भएको त खतम भइसक्यो धेरै भयो है तर जे जस्तो भयो भने हिजोको सुरुको 1966मा होला हौ 2076 सालमा होला सुरु भएको तर हजुरले भन्नुभयो रेजिस्ट्रेसन अहिले 2075 भन्नुभयो यो लाउरे सिस्टम भनेर चाहिँ यो भएको पहिले नै है हजुर हो र यस्तै जाने आउने एउटा कर्मथलोको उसमा धेरैपल्ट आउने जाने भयो तर अब त्यही हो हाम्रो संस्कारलाई हामीले भुल्नु हुँदैन राखेको नियमलाई दिनुपर्छ भन्दै म अहिले हालमा हङकङ कहिले युके यो युके कामको विषयमा आफ्नो कर्मथलोको र अरू त केही पनि छैन मेरो परिवार र मबाट 10,000 मैले हाम्रो संस्थालाई दिएको छु र यसैको साथसाथमा अझ तपाईँहरू सबै आएर चाहिँ परिचय पाएकोमा चाहिँ एकदम खुसी लाग्यो बाटोमा त हिँडिन्छ यो मैले किन यता फालेको भनेर गाली गरिन्छ तर आफ्नै छिमेकी टोली हो यस्तो मजाको ठाउँ प्रायः जस्तो सबै आमाहरू आउनुभएको छ अलिकति बाबाहरू अलिक थोरै देखियो है बिहान त फर्केर जाउँ जस्तो पनि लागिसकेको थियो तर अब जानै पर्छ आएपछि लिनै पर्छ इन्टरटेनमेन्ट मोज मजा गर्नै पर्छ अब मेरो लाइफमा दोस्रो पटक हो यो पिकनिक भन्ने चाहिँ है पहिला म त्यस्तै 14-15 वर्षको उमेरमा खेलेको थिएँ गएको थिएँ ऊ विजयपुरतिर यहाँबाट यो सेकेन्ड टाइम हो लाइफमा सायद यति नै हुन्छ होला यति भन्दै लो हजुर नमस्कार छ हामी सुखी रहौँ है अलि मतलब हेल्दी होस् यति भन्दै बिदा भएँ धन्यवाद हामीले उत्तम सिंहज्यूले पनि हाम्रो संस्थालाई 10,000 रुपियाँ सहयोग भनेर दिनुभएको छ उहाँलाई धेरै धेरै धन्यवाद दिन चाहन्छु र ताली बजाएर उहाँलाई सम्मान गरिदिनु होला सल्लाहकार श्री ऋषभदेव वास्तोलाज्यूलाई हार्दिक अनुरोध गर्दछु धन्यवाद कार्यक्रम सञ्चालकज्यू यस पिकनिक वनभोज कार्यक्रमका सभाध्यक्षज्यू अन्य अतिथिगण मञ्चमा रहनुहुने र सामने रहनुहुने लालीगुराँस टोल आमा समूहका कार्यसमितिका सदस्य सम्पूर्ण सदस्य र लालीगुराँस टोलका जति यहाँ उपस्थित हुनुभएछ सबैलाई म यस संस्थाको सल्लाहकारको तर्फबाट हार्दिक नमस्कार यो वास्तवमै भन्ने हो भने यो पिकनिक वनभोज भन्ने कुरा के हो भन्दाखेरि माया प्रेम साट्ने ठाउँ हो तपाईँहरूले देखिहाल्नुभयो मैले एकछिन नाचेर पनि रमाइलो गरेँ त्यो के हो भन्दाखेरि घरमा म एक्लै नाचेँ भने रमाइलो हुँदैन नि तपाईँहरूको अगाडि नाच्दाखेरि रमाइलो हुन्छ यही हो सबै रमाउन खोज्ने हो दुःखका दिन धेरै हुन्छन् हाम्रो समय गनम छ दुःख मान्ने पीर मान्ने समय धेरै हुन्छ सुखी हाँस्ने समय थोरै हुन्छ जो हाँस्यो त्यो बाँच्यो रे त्यसकारण हामीले हाँसेर बाँच्न खोजौँ प्रेम एकअर्कामा साटौँ भन्ने सन्देश दिँदै म यहाँबाट बिदा हुन्छु हस्त धन्यवाद नमस्कार धन्यवाद हाम्रो सल्लाहकार ऋषभदेव वास्तोलाज्यूलाई यसै गरी आफ्नो शुभकामना मन्तव्य राखिदिनु हुन हाम्रो यस लालीगुराँस टोल आमा समूहकी सल्लाहकार श्री गिमाया गुरुङज्यूलाई हार्दिक अनुरोध गर्दछु धन्यवाद कार्यक्रम सञ्चालक यस लालीगुराँस टोल आमा समूहका सचिवज्यूलाई आजको यस श्री लालीगुराँस टोल आमा समूहको यो वनभोज कार्यक्रमका सभाध्यक्ष अतिथिज्यूहरू सल्लाहकारज्यूहरू कार्यसमितिका साथीहरू र आफ्नो कर्मथलोको बसाइपछि जन्मथलोमा आउनुभएका
अहिले हाम्रो भाषामा लाउरेनीहरूलाई पनि स्वागत तथा नमस्कार गर्न चाहन्छु र सबैजना लालीगुराँस टोलवासी दाजुभाइ दिदीबहिनीहरू र हामीलाई यहाँ मिठो मिठो खाना खुवाएर एकदम आनन्द दिलाउनु हुने हेड कुक हाम्रो दिलबहादुर दाई लगायत उहाँको टिमलाई पनि मेरो नमस्कार। आज हामी यो भाषण शुभकामना मन्तव्य भन्दा पनि धेरै हामीले रमाइलो गर्नुपर्ने दिन हो। त्यसैले आज हामी यहाँ अब धेरैजना सबैजना सल्लाहकारहरू बोलिरहँदा अलिकति टाइम पनि लस हुन्छ जस्तो मलाई लागेको छ। तर पनि केही कुराहरू भन्नुपर्दाखेरि लालीगुराँस टोल अहिले एकदम मेच्योर भइसकेको छ। पहिला नै हामी गुरुङहरू मात्र मिलेर हामी लाउरे झार्ने यस्तो कार्यक्रम गर्थ्यौँ, बाटो बनाउने बत्ती बनाउने गर्थ्यौँ। तर अहिले यो अब एकदम संस्थागत रूपमा नेपाल सरकारमा दर्ता भएर अहिले वार्षिक कार्ययोजना अनुसार कहिले लालीगुराँस टोल आमा समूहले कहिले धार्मिक यात्रा गर्छौँ, कहिले यो वनभोज पिकनिक गर्छौँ, कहिले वृद्धाश्रममा गएर दान दक्षिणा गर्छौँ। यो एकदम राम्रो कामहरू भइरहेको छ। त्यसैले यही अन्तर्गत आज हामी त्यो वरिपरिमा 12 नम्बर वडामा सायद हामी लालीगुराँस टोल अलिकति अगाडि नै पर्छ होला जस्तो मलाई लाग्दछ। त्यसैले आज यसरी लालीगुराँस टोलले यो वनभोज पिकनिक खाइरहँदा तिहारमा सबैको हाम्रो संस्कार संस्कृति अनुसार देउसी भैलो खेल्ने र त्यही पैसा जम्मा गरेको पैसाले आज वनभोज खाने हाम्रो चलन अनुसार आज हामी यहाँ यो ढिकी डाँडामा यो आयोजक कमिटीले यसरी ल्याउनु भएको छ। एकदम आयोजक कमिटीप्रति हार्दिक धन्यवाद आभार व्यक्त गर्दछु। र यो टोललाई फेरि यो मजबुत बनाउने एउटा संस्थाको मेरुदण्ड भनेको आर्थिक पाटो हुन्छ। त्यसैले लालीगुराँस टोलले आज आफ्नो कर्मथलोलाई एकछिन विश्राम गर्नको लागि जन्मथलोतिर आइरहनु हुँदाखेरि हाम्रो आदरणीय अग्रजहरूबाट यहाँ धेरै दान रकमहरू आइरहेको छ। त्यसैले हाम्रो एउटा आम्दानीको स्रोत भनेको त्यो लाउरे झार्ने कार्यक्रम पनि हो, यो परम्परा पनि हो, यो कार्यक्रम पनि हो। त्यसैले हामी हाम्रो संस्कार संस्कृतिलाई जगेर्ना गर्नुपर्दछ। हामी यसरी टोलले विभिन्न ठाउँमा भ्रमणहरू गरिरहँदा हाम्रो घरको आफ्नो तुनेलो आफ्नो चोलो चौको एक ठाउँमा राखेर हाम्रो घरमा हामीलाई धेरै काम धन्दाले गर्दा तनाव पनि हुन्छ। त्यसैले बेला बखत यसरी दाजुभाइ दिदीबहिनीहरू टोलवासी सबैजना मिलेर यसरी जाँदा एकदम छुट्टै किसिमको रमाइलो आनन्द पनि भएको छ। र हामी आफ्नो आफ्नो घरमा रहँदा आफ्नो आफ्नो काम व्यस्तताले आफ्नो आफ्नो काममा हिँड्ने गर्छौँ। आफ्नै टोलको छिमेकी अघि नै दाइले भनिसक्नु भयो, अब त्यहीँ मैला फालिदिनु भयो छिमेकीले भने किन फाल्यो भनेर हामी झगडा पनि गर्छौँ। तर यसरी हामी भेटघाट भलाकुसारी गर्दा एक अर्कामा हामी टोलवासी परिचित पनि हुने यो एउटा एकदम राम्रो अवसर हो। त्यसैले यो आयोजक अध्यक्ष लगायत सम्पूर्ण कार्य समितिप्रति म सल्लाहकारको नाताले म फेरि पनि उहाँहरूलाई एकदम धेरै धन्यवाद आभार व्यक्त गर्दै हाम्रो लालीगुराँस टोलको यो कार्यक्रम आजको यो वनभोज पिकनिक कार्यक्रम भव्य र सभ्य रूपमा सम्पन्न होस् र सबैजनाले रमाइलो गरौँ। नाच्न जान्ने नाचौँ, नाच्न नजाने ताली बजाएर भने पनि खुलेर रमाउँ भन्दै आजको यो ढिकी डाँडामा हामी एकदम रमाइलो गरौँ भन्दै मेरो यो आजको यो लालीगुराँस टोल आमा समूहको वनभोज पिकनिक कार्यक्रम भव्य र सभ्य रूपमा सम्पन्न होस् भन्ने शुभकामना व्यक्त गर्दै मेरो शुभकामना मन्तव्य यही अन्त गर्दछु। धन्यवाद। जय लालीगुराँस टोल। धन्यवाद हाम्रो सल्लाहकार श्री बिमाया गुरुङज्यूलाई र यसै गरी आफ्नो छोटो मिठो शुभकामना मन्तव्य राखिदिनु हुनको लागि लालीगुराँस टोल विकास संस्थाका अध्यक्ष श्री डम्बर बहादुर बोहराज्यूलाई हार्दिक अनुरोध गर्दछु। धन्यवाद सञ्चालकज्यू। यस वनभोज कार्यक्रमका आपकी अध्यक्ष माया गुरुङज्यू हो। यस वनभोज कार्यक्रममा सहभागी सम्पूर्ण दाजुभाइ दिदीबहिनी तथा बुवा आमा जो पनि हुनुहुन्छ उहाँहरूमा म लालीगुराँस टोल विकास संस्थाको अध्यक्ष डम्बर बोहरादेखि हार्दिक नमस्कार। भन्नुपर्दाखेरि आमा समूहहरूले जस्ता विगतका दिनहरूदेखि नै यो कार्यक्रम गर्दै आउनुभएको छ, जो कि कात्तिकको महिनामा यो जो तिहारको टाइममा भैलो खेल्दै र मक्सिरको टाइममा चाहिँ जस्तो पिकनिक खाने कार्यक्रम गर्दै
यस कार्यक्रमलाई निरन्तर दिँदै आउनुभएको छ, जो कि विगतका दिनमा पहिलो वर्ष रूपकोट रिसोर्समा भएको थियो भने पछिल्लो वर्ष काउडाँडामा भएको थियो। यहाँहरूले नयाँ नयाँ जग्गाको जो छ मतलब सेलेक्सन गर्दै जो छ अहिले यस ढिकी डाँडामा वनभोज कार्यक्रमको आयोजना राख्नुभएको छ। यहाँहरूलाई धेरै धेरै धन्यवाद छ, किनकि जो छ नयाँ नयाँ हेर्न सबैलाई मन लाग्छ। पछिल्लो साल चाहिँ काउडाँडामा गएका थियौँ, सबैलाई भएको भएपछि जो छ सायद धेरै मान्छे जान इच्छुक हुने थिएनन् होला। यही कार्यक्रमलाई निरन्तर दिँदै आउँदा दिनहरूमा पनि यस्तै गर्नुहुनेछ भन्ने आशा राख्दछु। र आमा समूहहरूले टोल विकाससँग मिलेर टोल विकास र आमा समूहको हातमा हात काँध मिलाएर चाहिँ जो छ अगाडि बढिरहेको हजुरहरूलाई थाहै छ। र चाहे साफसफाइको कार्यक्रममा भयो, चाहे कुनै पनि कार्यक्रममा भयो, मतलब टोल विकास संस्थालाई पनि राम्रो मद्दत गर्दै आउनुभएको छ। यही कार्यक्रमलाई निरन्तर दिनुहोला भन्ने ठुलो अपेक्षा गर्दै र सम्पूर्ण टोलवासीहरू यस कार्यक्रममा निकै जो छ रमाउँदै सालभरिको जो छ दुःख सुख जो पनि जो छ मेटाउने हो। यहाँ चाहिँ जो छ आएर चाहिँ मतलब नाचगान गरेर मेटाउनु होला भन्दै यस कार्यक्रमलाई भव्य र सबैको साथमा सफल पार्नुहुनेछ भन्ने आशा राख्दै यहीँ बिदा चाहन्छु। धन्यवाद। धन्यवाद हाम्रो लालीगुराँस टोल विकास संस्थाका अध्यक्ष श्री डमर बहादुर बोराज्यूलाई। अब हामी यस कार्यक्रमको अन्तिममा आइसकेका छौँ र कार्यक्रम सञ्चालनका क्रममा केही त्रुटि भएमा यहाँहरूले क्षमा गरिदिनु हुनेछ भन्ने आशा राखेकी छु। र यति भन्दै म सुशीला कार्की केसी, यस लालीगुराँस टोल आमा समूहकी सचिव, यस कार्यक्रमबाट बिदा हुँदै र यो माइक्रोफोन हाम्रो लालीगुराँस टोल आमा समूहकी अध्यक्षज्यू माया गुरुङज्यूलाई हस्तान्तरण गर्दै कार्यक्रमको समापन गरिदिनु हुन अनुरोध गर्दै म यस कार्यक्रमबाट बिदा हुन चाहन्छु। धन्यवाद। नमस्कार सबैजनालाई। धन्यवाद कार्यक्रम सञ्चालिकाज्यूलाई। आज यस वनभोज कार्यक्रममा उपस्थित हुनुभएका हाम्रो टोल विकास संस्थाका अध्यक्षज्यू र यसै लालीगुराँस टोल आमा समूहका संस्थापक अध्यक्षज्यू र सल्लाहकारज्यूहरू, हाम्रो कार्य समितिज्यूहरू र आज अतिथिको रूपमा पाएको छ हाम्रो दाइहरूलाई, दाइ दिदीलाई धेरै धेरै धन्यवाद दिँदै र आज सम्पूर्ण आजीवन सदस्यज्यूहरूलाई आज मेरो तर्फबाट यहाँलाई न्यानो अभिवादन टक्राउन चाहन्छु। आजको यस वनभोज कार्यक्रम हामीले गत वर्ष पनि मनाउँदै आइरहेको छौँ र हामीले यही दीपावलीमा भैलो देउसी खेलेर हामीले केही रकमहरू हाम्रै सदस्यहरूबाट उपलब्ध गराएर हामीले कुल रकम पहिला पोस्ट गरेको 1,86,280 रुपियाँ हामीले प्राप्त भएको थियो र पछि छुटपुट भएका सदस्यहरूले पनि पछि दान दिँदै जानुभएको छ। त्यसको अलि हिसाब आएको छैन, करिबन हाम्रो 2 लाख नागेको छ होला जस्तो मलाई अनुमान लागेको छ। र यहाँ आदरणीय दाइहरू, दिदीहरू र मेरो छोराहरू विदेशबाट आउनु भएर हामीलाई लाउरेको भाग पनि यहाँले दिइराख्नु भएको छ। यहाँलाई पनि धेरै धेरै धन्यवाद दिन चाहन्छु। र आज यस वनभोज कार्यक्रममा हामीलाई यहाँ ढिकी डाँडामा आएर हामीले स्पोर्ट बुकिङ गऱ्यौँ र यहाँको स्पोर्ट सञ्चालकज्यूलाई पनि धेरै धेरै धन्यवाद दिन चाहन्छु। र हाम्रो कुक दाइहरूले यति मिठो खानेकुरा तपाईँहरूलाई मिठो लाग्यो कि लागेन होला, तातो तातो रोटी र खानेकुराहरू दिएको छ, उहाँलाई पनि धेरै धेरै धन्यवाद दिँदै र यहाँसम्म ल्याइदिनु भएका यातायात व्यवसायका मेरो प्यारो भाइ दुवै गाडीको दुवै भाइहरूलाई पनि धेरै धेरै धन्यवाद। र यस हामी पिकनिक खानको लागि आवश्यकता सामग्रीहरू हाम्रो संस्थामा त केही थिएन र मेरै रूपा समाजबाट भाडा बर्तन ल्याएकोमा उहाँ समाजलाई पनि म धेरै धेरै धन्यवाद दिन चाहन्छु। र यसको लागि मेरो सहयोगी
यहाँसम्म ल्याउने मेरो सहयोगी मेरो मामा होमबहादुर गुरुङ र मेरो श्रीमान दिलबहादुर गुरुङलाई पनि धेरै धेरै धन्यवाद दिन चाहन्छु। र यति भन्दै अब रमाइलो गरेर हामी यो सानो औपचारिक कार्यक्रम यहाँ अन्त गर्दै अब हामी एकैछिनमा केही रमाइलो कार्यक्रम यसो खेलकुद पनि मनोरञ्जन कार्यक्रम खेलकुद र नाचगान गरेर हामी बिदा हुन चाहन्छु। हस्त धन्यवाद, नमस्कार, जय लालीगुराँस लामोसम्म। नभन्नु कोही बोल्न पाउँदैन है, त्यहाँ हानेर भन्न पाइन्न। गाडी ठाडो गर्नु होइन, गाडी तल गर्नु। उहाँले जे भने घैँटो नफुटाले नि तार फुटाल्नु भएको छ र उहाँलाई धन्यवाद। र त्यस्तै अब दोस्रो प्रतियोगिता हुनुहुन्छ सुशीला केसी। ल सुन्नुहोस्, लौरो माथि गर्ने रे, लौरो भैँमा टेक्न हुन्न, हावामा रहनु पर्छ। 3 फन्का पुरै 1 2 अझ एकचोटि हो। ल सिधा बनाएर छोडिदिनुहोस्। ल ल सुरु। ताली बजाऊ न, ताली बजाऊ। क्यान्सिल भयो, उहाँ त भिरतिर पो आउनुभयो, डाँडातिर। ल अब जता जाने हो आफैले जान्ने। ल उहाँले डाँडालाई हान्नुभयो र त्यो पनि रमाइलो छ। र अब अर्को प्रतियोगिता अन्जु सिक्देल होइन नि, ठन्डा टाउको माथि पछाडितिर हुन्छ, पछाडितिर। ल त्यो साँझी सिकार गाउँछ। उहाँले पनि तारलाई हान्नुभयो। ल धेरै धेरै धन्यवाद। अब पर्मिला खनाल। यसले तार दुईजनाले तार ल अब 3 फन्का लगाइदिनुहोस्। ल 3 फन्का 1 2 ल
तीनचोटि 1 अझै 2 अब एकचोटि 3 ल अब सिधा बनाइदिनु ल चल ल हात माथि ल रेडी मारे 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 ल हानेकै हो तर अलिकति बाङ्गो भयो पारा आउँदैछ है पारा आउँदैछ ल्याउ 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 ल है ल एकदम नजिक वहाँ पनि नजिक है ल ऊ पनि नजिकमै एकचोटि चार्ज दिनुपर्छ छोकै हो र ल भगवती शर्मा कट्न त कटेन नि कट्न त खुट्टा कटाएर माथि त आएन मम्मी हजुरको पाली हो अब अनि के नदिने भयो हो फल भयो हो त सकिगयो त होइन एकचोटि चान्स दिनुपर्छ ल 3 फन्का के भन्ने अब काका के चान्स दिन पर्यो होइन नाइ के अब त्यो सन्तोष दाइले हान्यो नि त जस्तै भयो नि त ल लौरी माथि हुनुपर्छ भइमा राख्न पाइँदैन डिस्क्वालिफाई हुन्छ हो त्यसरी ल रेडी गो ल छिटो पहिल्यै भाग्नु स्याबास स्याबास तानेको लागि मलाई पो हान्न आइपुग्यो त होइन कहिलेको रिस हो अब मन्चुली गुरुङ दिदी यसपछि सन्जु थापा पछि मन्चुली ल रेडी टु गो भयो कि हिँडिसकेपछि गर्दिन मिल्दैन के रेडी टु गो
सिधा ल डङ्गाले हानी खा बुढाको छ मारे 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 ल ठ्याक्कै ल भयो भिरमा जानु ल सिधा ल है ल है धन्नै बिजुलीले हानेको ल ल अब फुटाल्नेले यता आएर पनि उता फुटाल्दियो ल एकदम ल सब तयारी भइसकेको हो ल यसको एकैचोटि फाइनल हुनेछ र अब यसमा फाइनल कस्तो हुनेछ जित्ने कसले हो अब यो कसले जित्यो कसले हार्यो मैले त भन्नै जानेन गाडे दिमाया र होमबहादुरलाई प्रथम घोषणा गर्नुभएको छ हाम्रो दिलबहादुर जीले उहाँ त्यही मैदानमा हुनुहुन्थ्यो र दोस्रोमा को भयो सिग्नलज्यूलाई अनुरोध गर्दछु यो पनि यता पनि देखाउँछ हामी यो पनि देखाउँछौँ हामी ल छोरा ल लोगो यही